श्रीमान म अधिवक्ता सुजाता केसी म एकदमै सर्टकटमा भन्छु श्रीमान यहाँनिर सम्पत्ति शुद्धिकरण निवारण ऐनको दफा 28 ले पनि यदि सम्पत्ति शुद्धिकरणकै इस्यु हो भने त्यो सम्पत्ति शुद्धिकरणमा चाहिँ सम्पत्ति जफतसम्म हुने हो श्रीमान। यहाँनिर कसैलाई अनुसन्धान गर्नकै लागि त्यो पनि प्रारम्भिक अनुसन्धान गर्नको लागि कसैलाई चाहिँ राडारमा राख्ने श्रीमान। राडारमा राखेर अनुसन्धान हुँदैछ भन्ने जसले पोल गर्नुहुन्छ उहाँलाई न सहप्रतिवादी बनाइन्छ न त उहाँ कसै गरी त्यहाँ नेक्ससमा हुनुहुन्छ। तर उहाँहरूले गरेकै बयानका आधारमा चाहिँ निज विष्णु प्रसाद पौडेललाई अनुसन्धानको सिलसिलामा 20 दिन अझै म्याद थपेर किन अनुसन्धान गर्नुपर्ने त? यो दफा 28 ले पनि निर्देशित गरेको त सम्पत्ति जफतसम्म हुने कुरा हो। त्यसैले गर्दाखेरि श्रीमान निज विष्णु प्रसाद पौडेलको हकमा यो 20 दिनको जुन टाइम छ त्यो थप गरिरहनु पर्ने आवश्यकता छैन र निजलाई चाहिँ जिम्मा जमानीमा छोडिदिनु हुन सादर निवेदन गर्छु श्रीमान। त्यसै सोही अनुरूप आदेश होस् भन्ने निवेदन गर्छु। असाध्यै समय मैले सम्मानित इजलासले हेर्नुभन्दा म अगाडि नै हेरेर म आफै कन्सियस भएको छु र समय असाध्यै नलिकन म चाहिँ ठ्याक्कै के गर्नुपर्ने हो भन्ने सन्दर्भमा मात्रै बहस प्रयोग गर्ने अनुमति चाहन्छु। अधिवक्ता टीकाबहादुर दुईटा इस्यु आयो अघि बहसको सन्दर्भमा दुईटा इस्यु आयो श्रीमान। एउटा चाहिँ चुन्नु प्रसाद शर्माले चाहिँ गरेको बयानको आधारमा उहाँले चाहिँ एउटा स्टेटमेन्ट दिनुभयो अरे विष्णु प्रसाद उहाँले के दिनुभयो अरे विष्णु पौडेलले उहाँको अन्डियो इन्फ्लुएन्स पारेको आशंका छ भन्ने स्टेटमेन्ट दिनुभयो अरे। त्यो स्टेटमेन्टको आधारमा एउटा आधार त्यो स्टेटमेन्ट लियो। अर्को आधार के लियो भने श्रीमान श्रीराम टोबाकोमा 20% सेयर लिँदाखेरि उहाँले चाहिँ अन्डियो इन्फ्लुएन्स गर्नु भन्ने इस्युलाई दुईटा मात्रै आधार लिएर अहिले जरुरी पक्रापुर्जी दियो। जरुरी पक्रापुर्जीको बेहोरा के देखियो भने श्रीमान तपाईलाई सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धान सिलसिलामा तत्काल पक्राउ गर्नुपर्नेले पक्रापुर्जी जारी गरिएको छ। आधार र कारण जरुरी पक्रापुर्जी त्यतिकै जारी गर्ने श्रीमान। कसैलाई लाग्यो भन्दैमा त्यतिकै आधार र कारण दिनु पर्दैन। उहाँलाई त्यो दिन अस्ति पक्राउ हिजो पक्राउ नगर्दा के हुन्थ्यो भन्ने लाइनबाट हेर्नु पर्दैन श्रीमान। हामीले अन्य इस्युहरूमा अदालतबाट चाहिँ पक्रापुर्जी अनुमति लिएर चाहिँ पक्राउ गरिरहेका छौँ। यसरी चाहिँ एब्युज अफ द पावर मालाफाइड इन्टेन्सनले एब्युज अफ द पावर हुने गरिकन जसरी यो पक्राउ गरिएको छ श्रीमान यो पक्राउ पुर्जीको भ्यालिडिटी यो पक्राउ पुर्जीलाई समर्थन गर्न सक्ने आधार र कारणहरू देखिँदैन श्रीमान। सम्मानित इजलासले आज यो जरुरी पक्राउ पुर्जीलाई समर्थन गरेन भने उहाँको थुना डाइरेक्टली गरिरहनु भएको हुनाले उहाँलाई चाहिँ रिलिज गर्नुपर्ने आधार र कारण देखिन्छ श्रीमान। अर्को के देखियो भनिसकेपछि श्रीमान यहाँ अनुसन्धानको सुरुको चरण पनि होइन। उहाँलाई सुरुमै अनुसन्धान गर्दाखेरि चाहिँ श्रीमान चाहिँ दीपक भट्टसँगै अनुसन्धान गर्दाखेरि उहाँले किन अनुसन्धानमा ल्याउन सकिएन? पूरक अभियोजनको नाममा चाहिँ मान्छेहरूको सिभिल लिबर्टीलाई कटेल गर्ने गरेर जुन काम कारबाही भएको छ श्रीमान त्यसलाई चाहिँ सम्मानित इजलासले सम्मानित अदालतले त्यो जरुरी पक्राउ पुर्जीलाई समर्थन गर्न सक्ने अवस्था छैन श्रीमान। अर्को अहिलेको जमानामा विभिन्न एभिडेन्सहरू हुन्छन् श्रीमान। एउटा स्टेटमेन्ट बाहेक त्यो पनि आशंकाको आधारमा गरिएको त्यो पनि उहाँलाई चाहिँ साधारण तारिखमा राखिएको मान्छेले दिएको अनि उहाँ को मान्छे भन्दाखेरि मसँग सँगै चुनाव लडेको मान्छे कम्पिटिटर उहाँको स्टेटमेन्टलाई सम्मानित इजलासले अथवा अनुसन्धानको क्रममा चाहिँ त्यो इभिडेन्सलाई एडमिसिबिलिटी चाहिँ दिन सक्ने अवस्था पनि देखिँदैन श्रीमान। त्यसैले अर्को यो डिजिटल इभिडेन्सहरू कुनै पनि डिजिटल इभिडेन्सहरू देखिँदैन। अर्को कुरा उहाँको निवासबाट हिजो चाहिँ चेक र डिजिटल डिभाइसहरू ल्यापटपहरू चाहिँ बरामद गरिएको छ। अन्य प्रमाणहरू चाहिँ श्रीमान चाहिँ प्रमाणहरू चाहिँ प्रभाव पार्न सक्ने भन्ने कुरालाई पब्लिक डोमेनमा प्रमाण आइसकेको छ श्रीमान। अभियोग दर्ता भइसकेको छ मुद्दा अगाडि बढिसकेको अवस्था छ। त्यसैले अन्य प्रमाणहरू उहाँको चाहिँ त्यो प्रमाणहरूलाई चाहिँ प्रभाव पार्न सक्ने भन्ने कुराको चाहिँ लजिकसँग सहमत हुन सक्ने अवस्था छैन श्रीमान। त्यसैले अघि बहसको सन्दर्भमा आयो 90 दिन त सम्पत्ति शुद्धिकरण मुद्दामा चाहिँ अनुसन्धान गर्न सक्छ नि अनुसन्धान गर्छ नि। तर मान्छेले 1 मिनट पनि सिभिल लिबर्टीको इस्युमा चाहिँ अनुसन्धान गर्दा उहाँको सिभिल लिबर्टीलाई पनि याद गर्नुपर्ने हुन्छ। हामी चाहिँ आइसिपिआर को आर्टिकल 14 संविधानको धारा 20
र यी सबै काम कारबाहीहरूमा फेयर ट्रायल फलो गर्यो कि गरेन भन्ने कुरा हेर्नुपर्छ। जरुरी पक्राउ पूर्ति दिँदा फेयर ट्रायललाई फलोअप गरियो गरिएन, यदि फेयर ट्रायललाई फलोअप गरिएन भने त्यो एरेस्ट चाहिँ गैर कानुनी हुन्छ, त्यो गैर कानुनी हुन्छ, गैर संवैधानिक हुन्छ। त्यो त्यसैले गर्दाखेरि चाहिँ श्रीमान यो अवस्था यी सम्पूर्ण अवस्थाहरू विद्यमान हेर्दा प्रमाणहरू उहाँले चाहिँ यो जुन म्याद थपको लागि आज त श्रीमान चाहिँ जरुरी पक्राउ पूर्तिलाई चाहिँ सान्दर्भिकतालाई चाहिँ जस्टिफिकेसन गर्नु पर्यो पहिला, त्यो अवस्था चाहिँ विद्यमान छैन। म्याद थप्नु पर्ने अवस्था अब दफा 17 बमोजिमको अवस्था छ कि छैन भन्न सम्मानित इजलासले हेर्दा दफा 17 को अवस्था पनि विद्यमान रहेको अवस्था देखिँदैन। त्यसैले जुन 20 दिनको म्याद थप गर्ने गरिकन माग गरिएको छ त्यो अवस्था विद्यमान नभएकोले उहाँलाई चाहिँ अनुसन्धानको सन्दर्भमा चाहिँ श्रीमान जहिले सुके पनि हामी कानुन व्यवसायले उहाँको जिम्मा लिन तयार छौँ। कतिखेर भन्नुहुन्छ उहाँले बिहान 7 बजेदेखि चाहिँ उहाँलाई चाहिँ बयानको लागि चाहिँ ल्याउनु पर्छ भने हामी 7 बजी कहाँ लैजानुपर्छ त्यहाँ उपस्थित गराउन हामी तयार छौँ। यो कमिटमेन्ट गरेर उहाँलाई पारिवारिक जिम्मा लगाएर आज चाहिँ उहाँलाई चाहिँ पारिवारिक जिम्मा लगाउने गरिकन चाहिँ आदेश होस् भन्ने सम्मानित इजलाससँग साधा निवेदन गर्दछु।